ए सबै लेखा हुने चाहिँ त्यही ए 10 बजेदेखि 5 बजीसम्म है ल है त गाइज है म चाहिँ अब ट्याक्क लाएर कफी म चाहिँ यसरी पनि बनिने अब यसलाई मस्त लाएर सर लाएर हेलो एन्ड वेलकम टु माई अनदर न्यू ब्लग न्यू डे के छ तपाईँहरूको खबर मलाई सन्चै छ तपाईँहरूलाई सन्चै होला है अनि फेरि मेरो चाहिँ अब फेरि आजको भ्लग हिजो आजको भ्लगहरू चाहिँ मेरो किचनबाटै सुरु हुनेवाला छ है आजकल चाहिँ अब मम्मी हुनुहुन्न नि त मम्मी त अब त्यहाँ खोरिया छ खोरियामा चाहिँ तपाईँको त्यहाँ रुखहरू काटेछ अनि हाँगाहरू लिएर आउनुपर्ने भएर अनि मम्मी चाहिँ उता जानुभएको छ बिहानदेखि नै दाल भात चाहिँ पकाइदिएर जानुभएको रहेछ अब तरकारी चाहिँ पकाउनु बाँकी छ म अब त्यसको लागि चाहिँ फर्स्ट कफी खान्छु लेट्स सी कफी बनाऊँ आज हामी है त्यो अब कफी पानी ताप्दै गर्ने जेलसम्म चाहिँ म चाहिँ अब यहाँ ट्याक्क लगाएर आलु काट्दै गर्छु अब आलु भुट्नु पऱ्यो नि त दाल बनाउनु भएको रहेछ मम्मीले ट्याक्क लगाएर अब आलु भुट्ने अनि त्यो भात खाने कफी खाने अनि जाने अफिस फेरि गएको छ नि है के गर्ने यो चाहिँ मेरो भ्लगिङ चाहिँ मेरो आफ्नै काम हो क्या यो चाहिँ मैले अर्को गर्ने चाहिँ अर्का काम हो होइन मैले यो गर्ने चाहिँ यो भ्लगिङ चाहिँ मेरो आफ्नै काम हो त्यही भएर सबैले सपोर्ट गरिदिनु होला लाइक कमेन्ट सेयर हान्न नबिर्सिनु होला है त्यही त्यो नि सपोर्ट चाहिँ गरौँ है मैले चाहिँ अब पानी तताइसकेँ आफूलाई कति खान पर्ने हो कफी त्यो अनुसारको पानी तताइसकेँ अब पानी उब्लिन्छ अनि त्यसमा ट्याक्क लाएर कफी हाल्ने अनि ट्याक्क लाएर स्ट्रङ बनाएर मलाई चाहिँ स्ट्रङ कफी खानुपर्छ स्ट्रङवाला बनाउने अनि ट्याक्क लाएर खाने मलाई त गिलासभरि चाहिन्छ नि त कफी टाक 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 गरेर ल है त गाइज है म चाहिँ अब ट्याक्क लाएर कफी म चाहिँ यसरी पनि बनिने अब यसलाई मस्त लाएर सर लाएर गिलासभरि ट्याक्क यति गर्ने अब चाहिँ कफी रेडी भयो कफी खाने ट्याक्क लाएर दामी मजा भने तपाईँहरूलाई कफी खानु छ भने ट्याक्क मलाई पनि भन्नु है म पनि सँगै आएर कम्पनी दिन्छु तपाईँहरूलाई म चाहिँ कफीको लास्ट लभरै हो कफी लभर लास्टै खानु मन लाग्छ त यार अनि के अन्त हेर यो मलाई पहिले यस्तो बानी पनि लागेको थिएन आजभन्दा कति 1 वर्ष 1.5 वर्ष अगाडि जिम जान्थेँ नि त जिम जाने बेला अनि ट्याक्क लाएर त्यतिखेर खाने बानी लाग्यो त्यसपछि फेरि थोरै कफी हाल्यो भने त्यो खल्लो न खल्लो लाग्छ क्या त्यो अनि 1 चम्चा त्यो ठुलो चम्चा 1 चम्चा 2 चम्चा हाल्ने अनि खाने क्या त्यसरी खायो भने चाहिँ अनि मल्ल हुने अनि चित्तै बुझ्दैन त तितो न तितो हुन्छ मैले खाने त चिनी नै हुँदैन बिना चाहिँ विदाउट सुगर कफी ट्याक्क लाएर लागि त अब आलु भुट्नु पऱ्यो आलु पखालिसकेँ मैले आलु ट्याक्क लाएर आलु पखालिसकेँ अब काट्नुपर्छ ट्याकटुक गरेर सिधा हाल्छु म अब 9 बजिसक्यो अब अफिस जाने नै बेला भयो भने म चाहिँ 10 बजे भर्खर घरबाट नआएको त हेर्नु त अफिस आइपुग्यो अनुहार देखिहाल्छ नि हेर देखिन्छ नि देखिया तिमीले चियाको सुरु खाएको ताने पनि देखियो हेलो भगवान दाई यतापट्टि डिम्याट आउनु होला तपाईँलाई सोधेर एउटा त्यसो भन्नु खोजेको थियो होइन त्यसलाई मैले पक्ला चाहिँ ढाल्दै हाम्रो भगवान्दाले त्यसो भन्ने हो नि मिल्छ त्यस्तो भन्ने मिल्दैन के हो चिया हालिदिनु होला फेरि ट्याक्कै यो कडा हुन्छ हामी मान्छे गुनगुन गर्छन् यतापट्टि चाहिँ राज दाई भगवान दाई आकाश दाई आकाश दाई 12 बजे 11 बजे 11 बजेर 35 मिनट राख्न त्यसरी राख्नु पर्दैन सबै पेज यहाँ तल साइन गरिदिनु न
यतापट्टि डिम्याटको काम हुँदैछ यहाँ चिया खाने मान्छे भनेको पखाने एकछिन चिया खाउँ अब म नि यहाँ पैसा उ गर्छु गरेर झोलामा लिएर नि अहिले एकछिन क्यास डिपोजिट गरे हुँदैन पहिला त्यहाँ काम सकाएर आएर गरे हुँदैन नाटकै बढी गर्छ रामसँग भन्दा चाहिँ लगायो अहिले यसो गरे हुँदैन त के अफिस जानु पर्ने हो र बिदा होइन भरि बेचको निकाल्दैछ प्रमाणपत्र विपिन दाइले के गर्यो भरि बेचको निकाल्दा प्रमाणपत्र दिया ए कोपाल त रहेछ त त्यो बेला त एआईबाटै हो दाइ यता छन् यहाँ काम गर्दैछन् अब चाहिँ मेरो त्यहाँ डिम्याटको पनि गर्नु जान्छ एउटा मेरो सेयर परि छ आइपिओ परि चाहिँ त्यही बेचिदिनु जानुपर्ने छ त्यो डिम्याटको सबै बिर्सिसक्यो मलाई त्यो ट्याकटुक पारेर गर्नुपर्ने छ त्यसलाई ऊ गर्नुपर्ने छ बुझ्नु मिलाएर ऊ भन्छ बुझ्छन् ल अब एकचोटि अब त्यो डिम्याट भन्ने ठाउँमा पुगिन्छ है त अब त्यहाँ गएपछि हेरौँ न त आज कसरी गरिदिनु रहेछ तिनीहरूले धेरै हतार गर्ने अनि के के मन्दिर छ नि तपाईँको त्यहाँ भन्ज्याङ भनेर राख्दैन न कति तर्ने छ क्या हो हजुर तेरोमा के सेयर तर्ने छ क्या लाख लाख हामी चाहिँ यहाँ मेरो सेयरको त्यो पासवर्ड रिसेट गर्न नै आएको थियो त्यो पासवर्ड सेयर भइसक्यो अब त्यहाँबाट इन्भेस्टमेन्ट अनि पत्ता लगाउँछ इन्भेस्टमेन्टमा त त्यो मोबाइल ब्याङ्किङ गर्नुपर्ने कतिहरू मोबाइल ब्याङ्किङको अहिले नगरेको मोबाइल ब्याङ्किङसँग सरकारी हुँदैन जाऊ त म पनि ए सबै लेखा हुने चाहिँ त्यही ए 10 बजेदेखि 5 बजीसम्म है केवाइसी सबमिसन 10 बजेदेखि चाहिँ 4 बजीसम्म रहेछ ल त्यो रहेछ अनि यतापट्टि फर अकाउन्ट ओपनिङ ओरिजिनल नाइ त चाहियो अरे नेसनल आइडेन्टिटी कार्ड चाहियो अरे पासपोर्ट साइज फोटो डिम्याट ब्याङ्क अकाउन्ट डिटेल्स अकाउन्ट होल्डर मस्ट बी सेल्फ रिप्रेजेन्ट थ्याङ्क यू फर भिजिटिङ टिम भिजन बनेपा सो यस्तो यस्तो चाहिने रहेछ यहाँ चाहिँ तपाईँहरूले अब डिम्याटहरू गर्दै हुनुहुन्छ भने चाहिँ यस्तो यस्तो गर्नु होला है मेरो चाहिँ खास भनेर चाहिँ त्यो अस्तिले एकचोटि सेयरहरू बेचेको थिएँ त्यसपछि अनि मोबाइल सबै उडेको थियो अनि त्यसपछि फेरि बेच्न पर्ने छ क्या यहाँ एउटा सेयर परिदियो त्यो बेचिदिने भनेर आएको पासवर्डहरू आइसक्यो अब रिसिभ सिसेर गरेर भोलि किनबेच टाकटुक पार्नुपर्छ अब यहाँ है अब एक कप चिया खान्छु हन्डीकोमा गएर त्यसपछि आजको ब्लग दही ट्याक्क मलाई त्यही छोड्दै तेरो के छ त लस्सी खाउँ न त यहाँ त के लस्सी बिहान बिहान के आज हामी आउने भएर होला जम्मा अब आन्टीकोमा चिया खाऊँ दाइ अन्त चिया खाएर जाऊँ ल बाई बाई है आज बिदा बस्थे भने ए बिदा बस्थे पर्मिला दिदी होइन त्यहाँको अहिले म भन्नु होला हदै साथी हेलमेट खोइ त दाइ छैन
त्यो पस्नु लाग्छ दिने अनि छोडिदिने अघि नजिक मलाई दाइले हेलमेट लगाएर जानु पर्दैन भन्नु लाग्थ्यो अब आन्टीकोमा गएर अब चिया सेक पनि हाल्यो बाहिरमा बन्पा नगरपालिकाले ट्याक्क फोन उठाउँछ के छ दाइ खाना खानुभयो त्यहाँको आन्टीको पसल आइपुग्ला साजन के छ आन्टी खाना भने पाका छैन ए आउने बित्तिकै पैसा दिन्छ नि आउने बित्तिकै पैसा चिया पैसै पैसा रिस छुट्टी हो नि चिया आइसक्यो अब चिया खान लामो चाहिँ चिया खानु पऱ्यो यहाँ एक कप चिया यहाँ राखेको मलाई चित्तै बुझ्दैन यहाँ चिया एकदम टेस्टी हुन्छ एउटा चिया है चिया खाइ ट्याक्क लाएर अब अफिस जानु पऱ्यो डग फार्ममा हाम्रो डग फार्म छ यहाँ द डक्टर किन्नल ब्लग हो के छ खाना ल दाइ म त गएँ कहाँ जाने अब अफिस जाने दाइ अफिस जाने प्र्याक्टिस गरे दाइ यहाँ आन्टी खाना खानुभयो खाएँ आन्टी हजुर कहाँ आन्टी कहिले भने शनिबारको गइसक्यो होला त्यसो भए म एकचोटि आज बुझ्छु नि त नत्र भए त्यहाँ अफिसमा स्टाफ अहिले खाली छैन आन्टी हुन्छ भयो भने म भाइलाई त भन्छु मैले भाइसँग नि कुरा चाहिँ गरेको थिएँ अस्ति न यो भाइसँग नि कुरा गरेको थिएँ मैले एकचोटि हुन्छ आन्टी हुन्छ सो त्यो भर्खर त्यो नेटको कुरा नि हुँदै थियो आन्टीसँग अब त्यो नेट जोडेकै जोड्यो होला